हेलो एभ्रिवान। प्याजको पकौडा त हजुरहरूले धेरैचोटि खानुभएको होला। आज म बनाउँदैछु कटहरको एकदमै स्वादिष्ट पकौडा। यो बनाउन एकदमै सजिलो छ र खान त के भन्नु साथीहरू, कति मिठो हुन्छ। र यसमा हाल्ने सबै सामान तपाईँको किचनमै हुन्छ। आउनु सुरु गरौँ है। यहाँ मैले एउटा काँचो कटहर लिएको छु, तर म यत्रो बनाउँदिनँ, थोरै कटहरको पकौडा बनाउँछु। कटहरलाई पानीमा हालेर थोरै नुन हालेर यसलाई बफ्याएँ मैले 5-7 मिनट जति। कटहर हाम्रो रेडी भइसक्यो। अब यसलाई मैले हातले मुसेँ र यसमा हालेँ 1 चम्चा बेसन, 1 चम्चा कर्नफ्लोर, स्वाद अनुसार नुन, बेसार, खुर्सानी धुलो, धनियाँ धुलो र थोरै चाट मसला हालेर थोरै कालो नुन र कालो जिरा पनि हालेँ। अब हातले यसलाई मजाले मिक्स। अब माथिबाट थोरै काटेको प्याज पनि हालेर फेरि मजाले मुसेँ। कराईमा तोरीको तेल हालेर अब एउटा एउटा गरेर सबै पकौडा यसरी हालिदिएँ। पकौडा एकतिर फ्राई भइसकेछ। अब सबै पकौडालाई यसरी एउटा एउटा गरेर पल्टाइदिएँ। लु, रेडी भइसक्यो हाम्रो तातो पकौडा।